फाइनली गाइज आज दादाको बर्थडे थियो। राति 12 बजी उठेर म यसलाई विस गर्न गइरहेको छु। फाइनली उसलाई उठाएर मैले विस गरेँ। उसले मलाई थ्याङ्क यू ब्रो भनेर फेरि ऊ सुतिहाल्यो। अनि हामी सबैजना सुत्यौँ। विस गरिसकेपछि बिहान उठेर त्यसपछि हामी बिहान उठेर उसको बर्थडेको लागि केक पसलमा जान लाग्यौँ। अनि त्यसपछि फाइनली हामी केक पसलमा पनि पुग्यौँ। अनि केक चुज गरेर हामी एउटा केक चुज गरेर निकालिसक्यौँ। त्यसपछि त्यो केकमा नाम लेखेर अनि पछि सब गरिसकेपछि मैले अनि एउटा फुल लिएँ। राम्रो लाग्यो उसको बर्थडेको लागि। अनि पुरा सामान प्याक गरिसकेपछि हामी फाइनली अर्को पसलमा गयौँ। अनि त्यहाँ गएर ड्यू ल्याउनलाई गएका थियौँ। अनि मामाले चक्लेट पनि लगेर जाम भन्नुभयो। चक्लेट पनि लग्यौँ। त्यसपछि आन्टीले ड्यू निकाल्नु भयो। फ्रिजदेखि ड्यू निकालेपछि हामी ड्यू पनि लिएर सिधा त्यहाँ जानको लागि अटो खोज्दै थियौँ। हामी अटो खोजिसकेपछि हामी अटोमा बस्छौँ। फाइनली अटो पनि मिल्यो। बसिसकेपछि हामी दाइलाई यता लग्नु भनेर हामी भन्छौँ। अनि त्यसपछि म आज यति एक्साइटेड थिएँ कि उसलाई विस गर्न जान लागेको थिएँ। त्यसैले हामी दुईवटा बर्थडेको सामानहरू लिएर त्यहाँपछि हामी बाहिरको ब्युटिफुल नजाराहरू हेर्दै गयौँ। त्यसपछि हामी फाइनली त्यो ठाउँमा पनि पुग्यौँ। त्यो ठाउँ के हो त भन्दाखेरि अब यो हो। तपाईँहरू हेर्नुहोस्, कतिपयले थपाउनु भयो होला। त्यसपछि हामीले अटोवालालाई भाडा दिइसकेर अनि पछि हामी त्यहाँदेखि हिँड्यौँ। अनि रोड क्रस गरेर हामी पारी पनि पुगिसक्यौँ। त्यसपछि अब फाइनली हामी त्यो नजिकै पुगिसक्यौँ। अनि मामा जानुभयो टिकट काउन्टरमा टिकट काट्न दुईजनाको लागि। अनि मामाले भन्नुभयो अनि त्यस्तो भनिसकेपछि मैले मामालाई भने कि किन भने त्यसरी सोद्धाखेरि उहाँले भन्नुभयो टिकट महँगो छ अरे। त्यसपछि हामी गेटदेखि भित्र छिरिसक्यौँ। अब हिँड्दै गर्दा लङ भिडियो बन्ने हुनाले हामीले सर्ट यताउता हेर्दै अनि हेर्नुहोस् एरोप्लेन पनि उडिरहेको छ। यताउता हेर्दै हामीले सब नजाराहरू देखाउँदै हामी अर्को गेट पनि इन्ट्री गरिसक्यौँ। अनि हामी मामालाई मैले एकछिन म अगाडि जान्छु भिडियो गराइदिनु भनेर भने। अनि दुईजना केटीहरूले भने कि हामीलाई पनि केक दिनु भनेर मामाले भन्नुभयो। फेरि फर्किएर मामाले हामीसँगै आउनु भनेर भन्नुभयो, तर देखाएनैमा। अनि त्यसै गर्दा मेरो साथी पनि भेटिए। त्यसपछि हामी साथीलाई पनि भेटेर हामी अगाडि बढ्यौँ। त्यसपछि आन्टीहरूले भन्नुभयो बाबु लाइटर ल्याएको छु भनेर नै भन्यो। अनि एकजना आन्टीले दिनुभयो। अनि मैले अनि फर्किएर थ्याङ्क यू आन्टी भने। अनि आन्टीले भन्नुभयो कि वेलकम मेरो बच्चा भन्नुभयो। तर मलाई यति खुसी लाग्यो कि अब भन्नै सक्दैन म। यति धेरै खुसी लाग्यो किनकि मतलब उहाँले आफैले सोध्नुभयो बट मैले थ्याङ्क यू भन्दाखेरि वेलकम मेरो बच्चा भनेर भन्नुभयो। अनि म सो एक्साइटेड भएँ। अनि उतापट्टि दिदीहरूले डान्स गरिराख्नु भएको थियो। हाम्रो केटाहरू उता तल थिए। फाइनली हामी पनि त्यहाँ पुगिसक्यौँ। अनि बर्थडे बोइजको मुखमा मामाले एक स्प्रे पुरा छरिदिनुहुन्छ। अनि गाली दिन्छ मामालाई। फेरि सबैले ह्याप्पी बर्थडे भनेर विस गर्छन्। अनि त्यसपछि मैले नफाल भन्दा मेरो मुखमा पनि स्प्रे फाल्नुहुन्छ। अनि त्यसपछि हामी फेरि रिपिट जान्छौँ क्यामेराको लागि। फाइनली हामीले क्यामेरा बिर्सेर आएका थियौँ। अनि साथीलाई क्यामेराको लागि इन्भाइट गर्न गयौँ। त्यसपछि हामी त्यो बर्थडेभन्दा अगाडि फोटो खिचेर अनि पछि बर्थडेको केक काट्ने भनेर हामीले भनिसक्यौँ। त्यसैले हामीले क्यामेराम्यान साथीलाई बोलाउन फेरि गयौँ। फेरि टाढादेखि बोलाउनु पनि आए। अनि आइसकेपछि केटीहरूले भने कि फोटो खिच्दै हाम्रो।